सकिगयो नि। तिम्रो र एदुमेको मित लगायो भने एदुमेलाई पनि राम्रो हुने, तिमीलाई पनि उत्पातै फाइदा हुने कुरो पण्डितजीबाट आयो, त्यही भएर तिमीलाई बोलाएको। साँच्ची अस्ति त्यो रतुवाको ड्रेसमा देखेका थिएँ, कुरो के हो? त्यो कुरा के हो सबै मलाई थाहा भइसकेको छ। त्यसको हिसाब किताब म जिग्रीसँग गर्छु। अहिलेलाई चाहिँ मित लगाउने कार्यक्रम सुरु गरिहाल्नुस् त काकु। बाँदर बाठो भयो भने रुख चढ्छ भन्थे, जिग्रीको त्यही हाल हुने भयो। लु पण्डितज्यू मन्त्र पढ्नुहोस्, म टाउको ठोकाइदिन्छु। ए जमादु यहाँ आइज। ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भौम सुतो बुधश्च गुरु च शुक्र शनि राहु केतव सर्वै ग्रह शान्ति करो भवन्तु। लु आजबाट तिमीहरू मित मित भयो। मेरो पनि एउटा छोरो थपिएर दुईटा छोरो भए। ल हजुर मित लाग्यो, काम सक्यो, अब म चाहिँ लाग्छु। पण्डितज्यू अब 16 श्राद्धमा बुवाको तिथि अष्टमी हो है, थाहा होला नि। हस् हजुर। अब काकुकै छोरा भइसकेपछि त मेरा चयनका दिन सुरु भइहाले नि। अब त सुत्ने हो, खाने हो, बस्ने हो। ए छोरा अब तिम्रा दुःखका दिन त गइ नै सके, तर आज भुइँसी भोकै छ, एक डोको घाँस काटेर ल्याइदेऊ न बा। तिमीलाई हराउन मन चाहिँ थिएन। अब रक्षा घाँस काट्न जान्दिन, यो एदुमे घाँस काट्न त जान्दछ, डोको बोक्नै जान्दैन। अब मेरो सारा श्री सम्पत्ति एदुमे र तिम्रा नाममा आधा आधा पास गरिदिन्छु भनेकै छु। लु जाऊ बा, एक डोको घाँस लिएर आऊ। हस् हुन्छ बुवा। चिउरीको चिल्लो बाप सिरानी लाउन देऊ, बहिनीको दाहिने हात। भन तेरा घर मैले अहिलेसम्म बस्नु भएको देखाएको छैन। अनि केलाई काट्यो घाँस के त भन्दाखेरि आखिरमा हो नि त, कि घाँस पकाएर आफै खान खोजिस्? गाउँकै प्रतिष्ठित मान्छे काकुको छोरालाई हेपेर चाहिँ नबोल है खुपीका बाउ, नराम्रो होला फेरि। काकुको छोरो? काकुको छोरा एदुमेर मैले मित लायौ नि त। अब काकुको सारा श्री सम्पत्ति एदुमेर मलाई आधा आधा पास गरिदिने भनेका छन्। मलाई त कुदो पल्ट्यो नि खुपीका बाउ। ए तँलाई त चिठै परेछ नि। घाँस लिएर आइपुग्यौ छोरो, स्याबास। आखिर छोरो कसको? काकुको। भाउ छोरो यहाँ आऊ त। अब यो बेलुकाका भाँडा माझेकै रहेनछन्, रक्षाले यहाँ ल्याएर राखी छ। भाँडालाई पनि यसो खल्याक खुलुक पारिदिनु पर्यो छोरो। म बुढोले काम गर्ने कुरो भएन। अब आधा सम्पत्ति खाने छोराले बाबुलाई सघाउनु परिगयो नि होइन? के त हो। लेख लेख सुरु गरौँ। छोरा जयन्ते अघिदेखि बाख्रा कराएका कराई छन्। यति भाँडा माझिसकेर बाख्रालाई खोले पकाएर देऊ है बा। आधा सम्पत्ति खाने छोरो घरमा हुँदा हुँदै बाबुले दुःख गर्ने कुरा आउँछ? आउँदैन बुवा, म पकाइहाल्छु नि बाख्रालाई खोले। भनेपछि त्यो काकुले तँलाई नि छोराको नाउँमा नोकर बनाएरै छाड होइन त? मेरो छोरो ककेको भन्दा पनि गतिलो आइडिया लागेको छ है कथुरे। अब सिधै नोकर भनेर राखौँ, तलब दिन पर्छ। नि छोरो भनिदिएपछि त मजाले फ्रीमा काम दलाउन पाइने भयो। घाँस काट्ने, भाँडा मान्ने, खोले पकाउने। अब कुन दिन ए छोरा मेरो कट्टु धुनु थियो भनेर कट्टु समेत धुन लगाउने बेर लाउँदैन त। मित छोरा भएपछि घरको काम त गर्नै पर्यो नि। फेरि आधी सम्पत्ति दिने भनेका छन्, त्यसका लागि पनि अलिअलि दुःख त गर्नै पर्यो नि। आधाले मान्छ। त्यो काकुको सम्पत्ति कति छ तँलाई थाहा छ?
त्यो तलपट्टिको तापाबोटे, अलि माथिको रिठाबोटे, माथि डाँडाको ज्यामिरे, त्यसपछि तल धाबीको दलसुरे, पारिपट्टिको गुरासे डाँडा, घरबारी आधाले मान्छ पुरै सम्पत्ति तेरो नाममा हुनुपर्छ। काकुको पुरै सम्पत्ति तेरो नाममा आएपछि तेरो भोलि के हुन्छ सम्झि त? आहा, हो त है। त्यो काकुको सारा सम्पत्ति मेरो नाममा एकलौटी गराउने चाहिँ कसरी होला खुपीको बाउ? अब म बुढो पनि भइसकेँ। के अरे तेरो नाम? जयन्त नारायण। ए अँ, जयन्त नारायणको नाममा पास गरेको छु। ल मैले कागज बनाएँ। अब तैँले राति सुतेको बेलामा त्यो काकुको दुवै हातको औँठा छाप यो कागजमा लाउने। यति गरेपछि त्यो काकुको सारा सम्पत्ति तेरो नाममा आउँछ। अब औँठा छाप कसरी हनाउने होला? मित बाउ निधाए होलान्। अब गएर औँठा छाप हनाउनु पर्यो। हेलो बिज्जू, कता? पिसाब लागेर मिज्यू, पिसाब फेर्नलाई जान लागेको। ए पिसाब लाग्नु नओर्नु मिज्यूले थाहा पाएर त्यत्तिकै बाहिर आउनु पर्छ। मिज्जू कता? फेरि पनि पिसाब फेर्न मिज्यू। ए ल ल। फेरि पनि मिज्यूले थाहा पाइहाल्यो। मिज्जू फेरि पनि पिसाबै फेर्नु हो? हजुर हजुर, फेरि पनि पिसाबै फेर्नलाई हो। लु तपाईँलाई त तुरतुरेले भेट्टाए जस्तो छ मिज्जू। अब तुरतुरेको दबाई चाहिँ मलाई थाहा छ। यसको उपचार रेदमसँगले भोलि गर्छु म। अहिलेलाई चाहिँ एउटा भाँडो ल्याएर राखिदिन्छु। बेला बेलामा जुरुक जुरुक उठ्दै हिँड्दै गर्ने होइन क्या मिज्जू, मेरो निन्द्रा बिच्किन्छ। सकिगयो नि। खुपीका बाउ, ए खुपीका बाउ, ओए म यता गोठतिर छु है पछाडि, यतै आइज। जयन्ते, अनि लगाइस् त औँठा छाप? राति जतिचोटि उठ्यो मिज्यूले थाहा पाएर मित बाउको कोठामा जानै पाइएन नि। मरिगएछ नि। तेरो मितले थाहा पायो भने अब यसो गर। होइन मिज्जू, एका बिहानै कता पुगेर हो? कता पुगेर भने नि खुपीको बाउ कातिर मर्निङ वाक गएर आएको। अनि यो चाहिँ के गर्नु भएको नि मिज्यू?
तपाईँलाई तुरतुरे लागेर रातभरि सुत्न पाउनु भएन, त्यही भएर तपाईँका लागि एकदमसँगले घोर ताप्रेको झोल तयार पारेको। लु यो खानुस्, खाइहाल्नुस् तुरतुरे चैट। होइन होइन मितज्यू, त्यो खाइराख्नु पर्दैन, मलाई आफै ठिक हुन्छ। अब आफै ठिक हुने कहिले कहिले, यो एक गिलास झोल चाहिँ तुरुन्त खाइहालौँ त अहिले। रोग पालेर बसेर हुन्छ मितज्यू, लु खाउँ, खाइहालौँ। त्यत्तिकै हावा तालमा बिहान बिहानै घोड ताप्रे खुवाइदिए मितज्यूले। जडीबुटीको महत्त्व त एकदमसँगले बुझ्नु पर्यो नि मितज्यू। बाबु छोरा, भुइँसी भोकाएर मर्न लागो, आज पनि एक डोको घाँस काटेर ल्याइदेऊ न है। घाँस त म ल्याइहाल्छु नि बुवा, तर यता सुन्नु न, आज बेलुका म तपाईँसँग सुत्छु ल। मलाई कस्तो मित बुवासँग सुत्न मन लागिरहेछ। राम 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 राम, मेरो प्यारो छोरोले बाउसँग सुत्छु भन्दा म नाइ भन्छु होला त। अहिलेलाई चाहिँ एक डोको घाँस काटेर ल्याइहालौँ त छोरा, भरे बाउ छोरा सँगै सुतौँला। हुन्छ। बुवासँग सुत्ने रहर गरिहाल्यौ, तर म त्यति अप्ठ्यारो छुइनँ, सजिलै सुत्छु। सुतौँ सुतौँ। बल्ल निधाए, अब ठोकिन्छ औँठा छाप। के को दिनु पैसा? मलाई चाहिँ पैसा सुसा दिनु, पेटाभरि खाना दिएर पठाउनु नि, के को पैसा दिने कुरो गरिरहेको। अब चाहिँ मजाले निधाए जस्तो छन्, अब ठोकिन्छ औँठा छाप। कति के चिज गरिरहेको दिएर पठा। खाने भए खान, नत्र निउन खोज। छोरो कता कुद्या, के भयो? ए होइ अनै जयन्त, काकुले सबै कुरा थाहा पाएर बजाइ क्या हो के त भन्दाखेरि आखिरमा हो नि गाला सुन्ने आएको छस् त। थाहा पाएर त होइन, ल्याप्चे लगाउनु पर्यो भनेर सँगै सुतेको, निन्द्रामा बर बराउँदै हात खुट्टा चलाउने बानी रहेछ। रातभर निन्द्रामै कुटेर धुलो पिठो बनायो नि मलाई। ए होइ लु टमाटर पार लाग्दैन यो। अब म आफै हनाउँछु त्यो गाईको औँठा साप। बरु भन् त कसरी सुत्छ त्यो? सुरुमा दुवै हात खाटबाट तल झारेर सुत्छन्, त्यही बेलामा खाट मुनि बसेर ल्याप्चे लायो भने सकिन्छ, होइन भने एकछिन पछि बर बराउँदै दुवै हात खुट्टा चलाउन थाल्छन्, सकिँदैन। दुवै हात खाटबाट तल झार्न सुत्छ नि त। लु आज म आफै आउँछु। जयन्ते, म बाहिर छु, ढोका खोल त। मेरै हातबाट औँठा छाप लाउन लेखिया रहेछ। है ढिलो गर्नु हुँदैन, औँठा छाप लगाइहाल्नुपर्छ। सबै कागज भिजियो नि, मर्ने बेला पनि ओछ्यानमा तुर्क्याउने यसको पानी अझै गएको रहेन रहेछ। सपनामा के देख्यो, ओछ्यानै भिजाइएछ। टुपिका बाउ,
हिजो राति त औँठा छाप लाइयो होला नि होइन? लायो औँठा छाप। तेरा मिदौले निन्द्रामा तुर्क्याएर कागज भिजिगयो। ए नयाँ कागजमा फेरि लेख्दैछु। ल नयाँ कागज रेडी भयो। आज दिनभरिमा तैँले जसरी भए पनि तेरा मिर्दाउको औँठा छाप हान्ने काम गर्नै पर्छ। सम्पत्ति कुम्ल्याउने कुरा छ, हुन्छ। आज म जसरी भए पनि औँठा छाप हनारै छोड्छु। ल हेलो मिज्जू, एका बिहानै कता पुगेर हो? मेरो त उही त हो नि मिज्जू, मर्निङ वाक। आफूलाई त बिहान बिहान मर्निङ वाक नगरी चित्तै बुझ्दैन। स्वास्थ्यको ख्याल गर्ने भएर होला सायद। अनि मिज्जू बुवा खोइ त? ए बाबु छोरा जयन्ते, मैले तिम्रो लागि नयाँ लुगा ल्याइदिएको छु। यो लुगा अलिअलि फोहोर पनि भयो। जाऊ त भित्र गएर लुगा फेरेर आऊ। आहा, नयाँ लुगा। राम राम राम, कति हेन्सम हो। हुन त नयाँ लुगा लगाएपछि हेन्सम नदेखिएर कस्तो देखिदिए हुन्थ्यो जस्तो लाग्छ। लु यो पुरानो लुगा चाहिँ उहाँ रक्षालाई धुन दे। हेर्न मिल्दैन, नहेर्नु। के हो मित भाइ, हेर्नै नमिल्ने भनेपछि त कसैलाई दिनलाई लेखेर राखेको लभ लेटर हो कि क्या हो? त्यस्तो होइन, तर नहेर्नु दिनु। मिज्जू त्यो हेर्न मिल्दैन। ए थाहा भइसक्यो मिज्यूको चक्कर चलेको रहेछ। पक्कै पनि यो लभ लेटरै हो। मिज्यूलाई किन ढाँट्नुहुन्छ? बरु को हो भन्नुहोस्, मै पुर्याइदिउँला। यो लभ लेटर होइन के मिज्जू, यो हेर्न मिल्दैन। खोइ यता दिनुहोस्। त्यो नहेर्नु नभने हेर्न मिल्ने कागजै होइन। प्लाङ्गै जमादुत, बाउले हेर्दा के हुन्छ? अब म बुढो पनि भइसकेँ, कहिले मर्ने हो टुङ्गो छैन। त्यही भएर म मर्नु भन्दा अघि मेरो सारा श्री सम्पत्ति खुपीका बाउका नाममा गरिदिएको छु। अब उपरान्त मेरो सारा सम्पत्ति खुपीका बाउले भोगचलन गर्छ भनी कसैको करकापमा नपरी राजी खुसी सदर किनारामा ल्याप्चे लगाइदिएको छु। इति श्री सम्वत 78 भाद्र 10 शुभम। उही काकु। ए है, आज चाहिँ जसरी भए पनि औँठा छाप भन है भनेर भनेको थिएँ। के त भन्दाखेरि आखिरमा हो नि त। के चाहिँ उपाय लाउँदै होला? एकचोटि हेर्न जानु पर्यो। आजका मितिबाट एदुमेको र तेरो मित पनि फुकुवा भयो। अबदेखि त ढोड नाकेलाई यो घरमा कुनै पनि स्थान छैन। बाटो लाग्यो पक्कै पनि तँलाई तो ज्यामादुत खुपीका बाउले उचालेको हुनुपर्छ। त्यसलाई पनि यसरी नै नाङ्गे झार पारेर सिस्नो लाउन सकिन भन्छ नि, मेरो नाम पनि काकु होइन। सकिगयो नि। भले बोल्दिन म। साथीबाट केही सहयोग पाइएला भनेको उल्टै राम भजनसँग मिलेर मलाई जेल पठाउने होइन। त्यो दिन जे गर्नु खानेकुराहरूको आइटमले गर क्या भले। नरिसा न, तेरा लागि जहिले पनि म रेडी नै त छु। अब के गर्नु पर्यो मैले? लु के गर्नु पर्यो अरे? के गर्नु पर्यो भनेर सोधिनै होइन नि, मुन्नी मिलाइदिनु पर्यो। मुन्नी मिलाउनु पर्ने चाहिँ कसलाई हो?
मलाई नि साङ्लो बरु ए तँलाई नै पो अब मुन्ने तँलाई मिलाएर पार लाग्दैन। अब यसो गर, हामी सबैजना मिलेर मुन्ने मलाई मिलाऊ। के रे त्यसो नभन्नु है साङ्लो बरु, म त बेहोस भइदिन्छु फेरि। जिस्केको क्या आते, त्यस्ता नाथे आइडिया त मसँग कति छन्। अब यसो गर, पर पानी पर, यो धरती यो आकाश, पर पानी पर। तेरो अत्याचारले सीमा नागिसक्यो कि गुन्यो चोलिजे कि कागिनी भाउजू एक बस्थे, नत्र भने तेरो लाइसेन्स थुदिन्छु अनि कसरी चलाउँदो रहेछस् गाडी। ए सावित्री, उडेर नहेर मलाई, म हनुमान हुँ, आगो लगाउँछु आज। होसियार, तर गोहीहरूलाई माया गर्छु। हेलो, हामी तुरन्त उद्धार गरिहाल्छौँ। बरु कस्तो हुनुहुन्छ उहाँ? 25-26 वर्षको मान्छे हो, कपाल अलि जिङ्रिङ्ग खालको छ। तपाईहरू आएपछि उसको हाउभाउ देखेर पत्ता लगाइहाल्नुहुन्छ। ए ओके हामी आइहाल्छौँ। एक लट चाहिँ डरै दिएर आए है। गरिस् त एक्टिङ? गरे बरु, मजाले चाहिँ गर्न आएन, ठिक्कै मिलाएर दिएको। मुन्नीले मलाई मायालु तरिकाले हेर्दै थिए। मेरो प्रेमी मेरो कारणले गर्दा आज यो अवस्थामा पुगेछ भन्ने चाहिँ भएको छ है। हो, अलिअलि गर्दा पनि तँलाई मुन्नीले मायालु तरिकाले हेरी भनेपछि अब तैँले झन् दमदार एक्टिङ दिनुपर्छ। त्यसपछि मुन्नी तेरो 100% हुन्छ। दमदार चाहिँ कसरी दिनु हो साङ्लो बोल, त्यति त कनी कुची दिएर आएको। त्यस्तो गाह्रो छैन, म तँलाई सिकाउँछु। यसरी गर, मेरो जिउ कनाउने अनि हाँस्ने। जानु परेको होला, सिक्न यहाँ हेर्न। तर म थाम्छु, चन्द्रमालाई म थाम्छु। म झर्न दिनु। जातिको अन्त्य मबाट हुन्छ। तँलाई म केही पनि गर्दिनँ, तँलाई म मार्दिनँ। तर आज म अरू कसैलाई पनि छोड्दिनँ, कसैलाई पनि बाँकी राख्छु न। आज म यो बादल फुटाएर पानी पार्छु। आज म पानी गर्छु, म आज तर तँलाई चाहिँ म मार्दिनँ। सारालाई मार्छु आज, अरू सारालाई मार्छु आज। म पानी पार्छु, बादल फुटाउँछु, आज पानी पार्छु। मुन्नीजीले भनेको मानसिक सन्तुलन गुमाएको व्यक्ति पक्कै पनि उहाँ आउनुपर्छ। हिँड्नुहोस् त गाडीमा हालौँ। कहाँ लाग्नु भयो मलाई? के गरेर गाडीमा बस्नु न, गाडीमा बस्नु न। मैले के पुरै बुझाएको छैन, कहाँ लान लाग्यो हो? ए आमा हो, मानसिक सन्तुलन गुमाएको एक्टिङ गर्न त गाह्रो रहेछ। अब साङ्लो बरोको पो के हालत हुने हो। मलाई केही भएको छैन, मलाई यहाँ नराख्नुहोस्, मलाई छोडिदिनुहोस्, म घर जान्छु। के भएको नभएको अघि मैले देखिसकेँ। तपाईँ घर त जानुहुन्छ तर निको भएछ। म भन्दैछु है, मलाई यहाँ नराख्नुहोस्। जबरजस्ती गर्नुहुन्छ भने म मान्छे मारिदिन्छु। ओहो
उहाँलाई त निकै नै गाह्रो भएको रहेछ। जानु औषधि ल्याइहाल्नुहोस्। मलाई केही भएको छैन, औषधि नखुवाउनुहोस्। जबरजस्ती गर्नुभयो भने फेरि मान्छे मार्नु नपर्ला मैले। गर्छ औषधि। उहाँलाई त बिच्छिटै भएको छ। गएर म गरिहाल्नुहोस्। औषधि खुवाइहाल्नु पर्छ। आइडिया लगाइदिने मुन्छ त मानसिक अस्पताल पुगिहाले। अब कसले लगाइदिएला त आइडिया? ओ पाण्डु, कता हिँडेको? कता कता टेन्सनमा छु म त। मेरो भाइ गाइतुण्डे, धेरै टेन्सन नलि ल। बरु म तँलाई बोटको भोगटे खुवाउँछु है। के टेन्सन हो? मिस्टर जिग्रीलाई भन्न, सल्भ भइहाल्छ। मुन्नीलाई म कति माया गर्छु, तर मुन्नीले मलाई वास्तै गर्दिन। यस्ता सानातिना कुरामा टेन्स लिनु हुँदैन पाण्डु। मायामा कहिलेकाहीँ 1 हुन्छ, कहिलेकाहीँ +1 भएर 2 हुन्छ, कहिलेकाहीँ -2 भएर 0 हुन्छ। तर जसले यो च्यालेन्ज एक्सेप्ट गर्छ नि त्यो हिरो हुन्छ। तर जिगी बोरो, यो माया भन्ने चिज चाहिँ कहिलेकाहीँ औ पिरो हुन्छ। डल्ले खुर्सानी त दोस्रो स्थानमा पर्छ मायाको अगाडि। तर जिगी बोरो, तपाईँ त एक हिसाबमा लभ गुरु नै हो। लगभग लभको विषयमा तपाईँले पिएचडी गरिसक्नु भएको छ। मेरो अन्तिम विकल्प भनेको तपाईँ नै हो। मलाई मुन्नी मिलाइदिनु पर्यो। पाण्डु, अन्तिम अस्त्र म नै हो भने एउटा लभ बाण प्रयोग गरौँ न त। सानो, तिमी चाहिँ यो बोलेको गर्लफ्रेन्ड बनिदिनु पर्यो। होइन क्या भन्दा हो तिमी? मैले सधैँको लागि भनेको होइन के सानो, 1-2 दिनलाई भनेको। यो बोलेको गर्लफ्रेन्डले चाहिँ भाउ खाइरा रहेछ के। त्यही भएर तिमीले बोलेको गर्लफ्रेन्ड बनेको नाटक गरिदेऊ भने त्यसलाई चाहिँ भित्र जलेर पीडा हुन्छ के। अनि बोलेलाई एक्सेप्ट गर्छ। ए त्यो हो भने त म सहयोग गरौँला त। सानो बसौँ। मेरी प्यारी चन्द्रमा जस्ती सानो, तिमीले मलाई कति धेरै माया गर्छौ है। भनेपछि मरि जाँदा हौ। उकान सधैँभरि यस्तै माया गरिराख है। मेरो यो संसारमा कुनै छ र माया गर्नलाई? तिमी नै हौ मेरी गर्लफ्रेन्ड। मेरो सबै माया तिमीलाई। आई लभ यु सानो। अर्काको घरमा आएर यो के तरिका हो? दुनियाँको डेटिङ स्थल होइन मेरो घर। तिमीहरू यहाँबाट हिँडिहाल्छौ कि मेरो पिटाइ खानु मन छ? तपाईँको छोरीको बिहे गरिदिहाल्नुहोस्, होइन भने तपाईँको छोरीले गाउँमा अलिक धेरै नै रमिता देखाउन थाले। के भयो त फेरि? मैले केही बुझिनँ त। के गरी मेरी छोरीले? मेरो छोरा जिग्रीको पछि लागेको त पहिलेदेखि नै हो। अस्ति जयन्तीले अँगालो हालेर लिएर हिँडेको मेरै आँखाले देखेको। आज हुँदा हुँदा त्यो बलेसँग समेत लठाडेर बसेकी छे। कहाँ त्यो सानो? अनि यदि मेरी गर्लफ्रेन्ड सानो पानीपुरी भने सिमरी हत्या गर्छ, म बोयफ्रेन्ड गर्लफ्रेन्डले भनेपछि किनिदिइहाल्छु। सानो आगर त
सोची छोरी कन ल्याइकन पानीपुरी खुवाइरहेको छ हिँड्नु कोही हात आखिरी आई तेरो त लास हुन्छ लास अनि सानो पनि आइतो के भ्यायो यहाँ दुनिया यो लफङ्गा ठेटाहरू हात लठारीकन हान्ने दिनादिन कोही हात पनि हाड्या नै बुवा अझ भौते बोला दिहाई त्यो पानीपुरी खुवाइकन जाने को हो त्यो तेरो हुनेवाला छोटो हो आखिरी त्यो बलेको छोटी यो रह यो छोटीले उइकन नहेर्ने रह यही छोटीकन जलाउनलाई एक दुई दिन छोटी बुनिकन नाटक गर्नु भनिया थियो हो त्यही भएर बलेको छोटी बनिकिन मैले नाटक मात्र गरे हौ बाई पंखी घोडा उठ आज घोडा सवार हुन्छ मेरो घोडा किन उठ्दैन उठ घोडा उठ घोडा उठ घोडा उठ घोडा उठ घोडा उठ अब कुद्छ घोडा मलाई छोड घोडा रिसायो भन्दैछु मलाई नचलाऊ सबलाई एक एक गरी मार्छु म के गरे यो उहाँलाई अङ्क औषधि छोडिसकेछ अब उहाँलाई डबल डोज दिनुपर्छ गएर ल्याइहाल्नु सुन्छ भन्दैछु मलाई केही पनि भएको छैन औषधि नखुवाउनुस् मलाई औषधि नखाइ कसरी निको हुन्छ भाइ तपाईँलाई हामी निको बनाएरै छान्छौँ गर्छ ल भाइ जानुहोस् त उहाँलाई समाउनु आठ